पेट्रोल चाहिँ दिनमा 3 चोटि हाल्नुपर्छ यसरी है। गाह्रो छ, गाह्रो चाहिँ केटा हो। भोलिको लागि रेडी हुनु छ। जब चाहिँ अनि मैले प्र्याक्टिस गर्नु लाग्यो। अहिले चाहिँ अलिअलि घाम लाग्यो होइन। सो अब त्यही होला, बाइक पनि बन्द गएर फेरि अब हाम्रो यहाँ भ्लगमा तपाईलाई फेरि स्वागत छ। यता हेर्नु। थ्याङ्क यू। हेलो पार्टी, के छ मेरो भ्लगमा फर्स्ट टाइम। ऊ चाहिँ हाम्रो सुजित लामा, उसले र मैले चाहिँ सँगै रेस सुरु गरेँ है। एउटै ग्रुपमा पनि गरेको थियो हामी। पार्टीको अलिक केस लफडा बाइक साइक सब चेक भइसक्यो है। सब सेटअप बवाल भइसक्यो। बाइक गोली छ, गोली होइन कस्तो छ रे बाइक? गोली रकेट, राजा द रकेटको बाइक रकेट छ है। I'm so happy for you man. All the best. ल all the best to you. Thank you. ओहो छैन त हाम्रो नाङदिदलाई नि ट्यागको सबजनाले अल द बेस्ट लेखाउँ है त कमेन्टमा। म आफै फर्स्ट पर्सन कमेन्ट के तिमी लेख भाइ। मेरोमा भने बढी से बढी भयो 1.5 लाखको होला। यसमा कति होला त ल? खै यसमा कति यसमा अनेक छ गाइस, अनेक यसमा। सो गाइस हेलो एन्ड नमस्ते सबैजनालाई, वेलकम ब्याक टु माई युट्युब च्यानल। र अब आज चाहिँ आइतबार, सोमबार, मङ्गलबार, बुधबार, बिहिबार। आज चाहिँ बिहिबार है। अनि त्यही हो गाइस। अनि अब आज चाहिँ यहाँ म हिडन एक्सन आएर भ्लग गर्दैछु, किनभने अब म अलि हतारमा आयो कि। सो त्यही भएर अनि आज चाहिँ अब मेरो बाइक रेडी हुँदैछ है। आज चाहिँ फाइनल रेडी हुँदैछ। सो बाइकमा चाहिँ सबै भइसक्यो, फेरिङ पनि सबै हाल्छ हामीले। अनि सो त्यही होला गाइस। अब बाइकहरू त्यही यही हो होइन। यस्तो भएको बाइक दामी। ल यस्तो बवाल छ बाइक चाहिँ है। किन गर्नुहुन्छ बाइकलाई तपाईँहरूले, यस्तो दामी बनेछ। अनि अब यो चाहिँ अब फाइनल रेडी हुन्छ अब। अनि अब सबै अब ग्राफिक्सदेखि लिएर अनि तपाईँ सबै A to Z आजै वर्कआउट गर्छ। अनि भोलि चाहिँ अनि हाम्रो क्वालिफाइङ छ। अनि भोलि क्वालिफाइङ छ। अनि त्यही होला, भोलि क्वालिफाइङ, पर्सि रेस, शनिबार भइहाल्यो। त्यही गाइज तपाईँहरू पनि हेर्न आउनु होला हाम्रो रेस होइन। हाम्रो रेस चाहिँ अहिले अब सातो बाटोमा हुन लागिरहेको पहिल्यै भएको ठाउँमा है। रेस वास तपाईँहरूले हेर्नु भएको छैन भने त्यो मेरो पुरानो भ्लग गरेर हेर्नु सक्नुहुन्छ है। मैले चाहिँ रिसेन्टली रेस वास भएको भए चाहिँ मैले जितेको ठाउँमा त्यही नै रेस हुनु लाग्छ। फेरि पनि तपाईँहरू आएर हेर्नु सक्नुहुन्छ त्यहाँ। र अनि यहाँनिर चाहिँ अब बाइकहरू सब यसरी रेडी भइसकेको छ होइन। यी ट्यागको बारेमा है। यो चाहिँ हाम्रो नेस्टी भ्लगको बाइक। अनि यो चाहिँ हाम्रो नाङ दिदीको बाइक। अनि यो चाहिँ हाम्रो युरिका। अनि हाम्रो फरान दाइको। यो चाहिँ हाम्रो वर्षा दिदीको बाइक है त। यो कुन बाइक होला गाइजलाई गेस गर्नुहोस् त यार। यो बाइक त Moto3 बाइक जस्तो देखाएको छ यार, दामी देखायो क्या। हुन चाहिँ यो V2 बाइक हो होइन, मेरो जस्तै बाइक हो। अनि यसलाई चाहिँ पुरा रेस फेरिङ हालेर बवाल बनाएको छ गाइज, हेर्नु सक्नुहुन्छ है। दिस बाइक लुक्स लाइक अ Moto3 बाइक है, Moto3 को बाइक जस्तो छ। त्यही हो ल। अनि यता चाहिँ यस्तो छ बाइकहरू। सो मेरो बाइक पनि अब रेडी हुँदैछ होइन। अनि मेरो बाइकमा चाहिँ यस्तो खतरा मालहरू छ योपालि होइन। सिट पनि यहीँको कस्ट्युम मेड सिट हो होइन। यस्तो बवाल छ ट्यागको बारेमा। सिट पनि डेन्जर छ है ल गाइस, यस्तो बवाल छ। दामी हुनेवाला छ योपालिको रेस। अनि यो चाहिँ कुन बाइक होला गाइस, गेस गर्नु होला है त। बाइक रेस हुँदैछ सो गाइस। अनि यो चाहिँ हाम्रो राजकुमार कार्की दाइको बाइक है त। यो चाहिँ हाम्रो राजकुमार कार्की दाइ चाहिँ यो रेसमा पार्टिसिपेट हुनुहुन्छ है। अस्ति के भन्छ अरे 20 त्यो लगाइ दाइको बाइक नि यही हो। हामीले दुईजनाले चाहिँ एउटै टिमबाट खेल्न लाग्छौँ। अनि त्यही भएर हामीले चाहिँ टिम हिडन एक्सन रिप्रेजेन्ट गरेर खेल्दैछौँ। अनि त्यही होला गाइस। अब एकछिनमा चाहिँ अनि अब बाइक रेडी हुन्छ। अनि म चाहिँ टेस्ट गर्नको लागि नगरकोट जान्छु। अनि त्यहाँ के कस्तो हुन्छ म तपाईँहरूलाई भिडियो देखाइहाल्छु है त गाइस।
सो गाइज अनि अब अहिले चाहिँ यहाँनिर हाम्रो यहाँ सकहरू फेरिँदैछ है बेरिङहरू गएको थियो अनि टायरहरू पनि सबै नयाँ हाल्छ हामीले है सब बवाल भइसकेको छ हाम्रो बाइकमा अनि यस्तो हालत बाइकको चाहिँ नि बाइक पनि अब रेडी हुन्छ होला अलमोस्ट अब 1 आवर जतिमा अनि पानी यार पानी परेको परेछ पानी रोक्यो भने चाहिँ रमाइलो हुन्थ्यो फेरि पानी रोकेला छैन मौसम आज यस्तो छ यस्तो पानी सिम 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 परिरह पऱ्यो एकैचोटि झर्र पानी परेर सट्ट पारामा होइन एकैछिनमा सकाइहाल्यो भने त आनन्दै हुन्थ्यो अहिले पानी यस्तो पानी यो 2-3 दिन परिरहेको छ होला फेरि भोलि पर्सि रेस्ट छ कसरी गर्ने तनाव छ होइन त गाइस होप अब राम्रै होस् वाह यस्तो देखेछ कस्तो देखेछ ह्यान्डसम देखेछ मेरो बाइक चाहिँ अब रेडी हुन लागिसक्यो होइन सो त्यही भएर मैले चाहिँ अब यहाँ मेरो अर्को बाइकबाट पेट्रोल झिक्दैछु यसरी है यहाँ यसरी ट्याक्क पेट्रोल आउँदा पेट्रोल पम्पबाट हालेर ल्याउने अनि यहाँ आएर चाहिँ अनि ट्याक्क निकाल्ने एक बोतल अनि हाल्ने है त गाइस तेल यस्तो धेरै हाल्नुपर्छ यार यस्तो तेल हालिँदैछु भयो ल भयो भयो माकुरी बस बस ल आओ सो गाइस पेट्रोल यसरी हाल्नुपर्छ है ट्याक्क पारामा होइन अब हाल्नुपर्छ मेरो बाइक चाहिँ अलरेडी अलमोस्ट रेडी भइसक्यो होइन अब यसमा त्यही पछाडि यस्तो देखेछ बाइक चाहिँ ओ ल बाइक डेन्जर छ अब तेल हाल्नुपर्छ दादा यस्तो एकछिन समाइदिनु ल हात आउला नि आउन हो ल पेट्रोल खाऊ तिम्रो सो गाइस पेट्रोल सेट्रोल हालिदियो र बाइक स्टार्ट गर्नु पऱ्यो स्टार्ट गरेर हुन्छ पार्टी न्युट्रल देखाउँदैन यसमा देखाउँदैन है देखाउँदैन बाइक स्टार्ट भइसकेको छ कस्तो यो अनि अब यस्तो होला त्यही हो हाम्रो बाइक कस्तो कडा हो भाइ राजा त रके बाइक स्पोन्सर बाइक एउटा मोटो ल्याब पकाउन बाइक चाहिँ रेडी भइसक्यो अनि अब यहाँ ट्याक्क पारामा यहाँ अब पछि अब यसलाई बाहिर टेस्ट गर्न जाँदैछु होइन के कस्तो हुन्छ गोब्रो छैन बस त्यही भएर अब टेस्ट गरेर म तपाईँहरूलाई भन्छु बाइक कस्तो भने है त सो
गाइज अहिले चाहिँ अनि हामी यहाँनिर माथि आइसक्यो है नगरकोट डाँडामा नगरकोट त होइन के भन्छ अरे भाइ सुडालको माथि आइसक्यो अनि बाइक साइक कुदाइयो है भर टेस्ट हुँदैछ बाइक यहाँबाट झऱ्यो भने के होला बाइक होइन भाइ के छ मेरो भाइलाई अब वेलकम मेरो भ्लगमा फर्स्ट टाइम भाइलाई अब ट्याक्क लाएर के छ मेरो भाइ हामीले ठ्याक्कै एकदमै प्रोफेसनल वेमा मात्र चलाउँछ हामीले बाटोमा पनि सही हो लगाइ जब हामी एकछिन चिया खान्छौँ अनि फर्किन्छौँ होइन बाइक पनि अब राम्रै कुदिरह अब त्यही हो ल होइन त माहौल यस्तो छ यता पोल्युसन हेर्न सक्नुहुन्छ केही देखेको छैन कुहिरो हो यस्तो छ है कुहिरो हो कि के हो अब जे हेर न त्यो टुवाल कालो है लफडा छ आजकल पानी पनि परेन माटो राम्रो परे हो त हुने है अब हामीले यहाँ चिया खाइसक्यो अब चाहिँ अब निस्किनु लाग्यो होइन ल भाइ हामी निस्किन्छौँ नि त ल भाइलाई थ्याङ्क यू है भाइले एकदम सपोर्ट गर्छ हाम्रो है हाम्रो भाइको डुक फेरि बवाल वान पिस हो है ट्याक्क यस्तो छ बवाल छ नि त भाइ यहाँ आऊ त यसमा के सामान हाले ल भन्न त आऊ अनि सब सिएनसी छ होइन त स्पेसल हेर्नुहोस् है कलर सब ए टु जेड मोडिफाई छ होइन त भाइ भनेपछि होइन त सस्पेन्सन पनि डब्लुपीको होइन त अनि कलर दामी छ ल सब अहिले जोस् बवाल बना भाइ होइन त ल सही हो ल लगाइदब चाहिँ हामी निस्किनु लाग्यो यहाँ छ बाइक मेरो चाहिँ यस्तो देखेछ है हो यसो अब स्ट्यान्ड सिस्ट्यान्ड छैन यसो राख्नु पऱ्यो नि त होइन ट्याक्क बारमा अब गोप्रो पनि छैन खिच्नलाई कहाँ भाइ यो त रेस बाइक हो नि त खै यसमा कति यसमा अनेक छ गाइस अनेक यसमा सो ल अब हामी यहाँ निस्किन्छौँ अनि त्यही हो ल अब सिधै हिडन एक्सनमा भेटौँ ओके ल भाइ ल सो अलरेडी गाइस अहिले चाहिँ म हिडन एक्सन आइसकेँ माथि गएर होइन अनि अब चाहिँ हामी तेल लिन जानु लाग्यो यहाँ ट्याक्क लाएर दिदीहरू आइसक्नु भएछ अब खाजा खान तेल लिन जानु लाग्यो है ल हामी जाउँ च्याटोमा बेसिक भन्ने कुरै भन्नु पर्ने भयो के बेसिक कुरै भन्नु पर्ने भयो अब हाम्रो यहाँ भ्लगमा तपाईँलाई फेरि स्वागत छ यता हेर्नु थ्याङ्क यू हेलो पार्टी के छ मेरो भ्लगमा फर्स्ट टाइम ऊ चाहिँ हाम्रो सुजित लामा उसले र मैले चाहिँ सँगै रेस सुरु गरेँ है एउटै ग्रुपमा पनि गरेको थियो हामी पार्टीको अलिक केस लफडा सही हो ल बाइक साइक सब चेक भइसक्यो है सब सेटअप बवाल भइसक्यो बाइक गोली छ गोली होइन कस्तो छ रे बाइक गोली रकेट राजा द रकेटको बाइक रकेट छ है सो ह्यापी फर यु म्यान ऑल द बेस्ट ल अल द बेस्ट टु यु थ्याङ्क यू ओहो छैन त हाम्रो नाङ्दिदलाई नि ट्याक्क सबजनाले अल द बेस्ट लेखाउँ है त कमेन्टमा म आफै प्रेफरेन्स कमेन्ट के तिमी लेख भाइ ल लेख ल पार्टी सब्स्क्राइब गराएको छैन सो लगाइ जब चाहिँ हामी पेट्रोल लिन जान्छौँ अनि पेट्रोल सेट्रोल लिएर अनि बाइकको पनि पेट्रोल सबै पेट्रोल सेट्रोल हालेर अनि अब हामी निस्किन्छौँ ल गाइस हामी चाहिँ यहाँ पार्किङमा आइसकेको छौँ भातपट्टिनीको अब चाहिँ हामी भात खान्छौँ पहिला अनि भात खाएर अनि पेट्रोल लिन जान्छ भने त बाढी के हो हामी भ्लगर हो नि त के हो गाइस हाम्रो यहाँ भात आइसकेको छ पार्टीको मोमो आइसकेको छ होइन त बाढी खाइदियो नि त एक ओ दिदी के छ के हो यो आज के को मासु हो यो तिमी चाहिँ त्यो टलक जस्तो मुसेर होइन अब त चम्चाले खानु पर्ला है हातले पर्छ
भात सात खानु पर्ला नि त होइन गाई जब भात सात आयो अब भोक लागेर खाइन ल लासो लासो गर्नु दिदी तपाईँ फेरि गर्नु तिमीले नलजाउ न पार्टी यार ल अब हामी भात सात खान्छौँ खान्छु ल खाएको हेर्ने भयो नि अब हालिदिनु पर्ला होइन सो गाइस हामीले चाहिँ भात सात खाएर यहाँ निस्किसक्यौँ अब फेरि हामी हिँड्नेछौँ जान्छौँ अनि अब आज चाहिँ ट्यागको उता अब ग्राफिक्स पनि हाल्नु छ बाइकमा आजै अनि अब त्यही हो ल बबाल हान्नुपर्छ अब ग्राफिक्स पार्टी तिमीलाई अगायो नि आज चाहिँ मेरो तर्फबाट स्पोन्सर है ल मसँग हिँड्यो भने यस्तो यस्तो खाना पाइरहेको त्यो लगाइज अब हामी चाहिँ यो गाडीमा जान्छौँ यो चाहिँ एकदम बवाल गाडी हो चाकको पानी पेट्रोल हाल्नु छ भने दिदी हाम्रो ल सो गाइज अब हामी पेट्रोल पम्पमा भेटौँ ल पेट्रोल पम्प त हिँड्नेछौँ सो गाइज पेट्रोल पनि हालियो होइन पेट्रोल यसरी लानुपर्छ गाइज जर्किन क्या जर्किन अनि यहाँ अब यसरी हाल्नु पऱ्यो दिदी ढोका खोल्नु त सो ल अब यहाँ राख्नुपर्छ पेट्रोल सेट्रोल त्यसलाई अहिले राम्रो राख्नु है फेरि भाइलाई राख्नु छ त्यहाँ फेरि फुलले छोडिदिनु पोख्दैन होला है ल सो गाइस त्यही हो गाह्रो छ गरी खान गाह्रो छ है त ल पेट्रोल चाहिँ दिनमा 3 चोटि हाल्नुपर्छ यसरी है गाह्रो छ हो भोलिको लागि रेडी हुनु छ सो गाइस देखिहाल्नुभयो होइन अब कस्तो अब दुःख गर्नुपर्छ यो बाइकको अब यो बाइक लाइफमा चाहिँ होइन दुःख भन्नाले नि के भन्नु अब यो चाहिँ प्यासन हो एउटा अनि त्यही हो लगाइज अब आजको माहौल चाहिँ यस्तो छ मौसम अनि मौसम यस्तो भइसकेपछि अब प्र्याक्टिस छैन अब भोलि छ भोलिबाट रेस सुरु त्यही हो ल अब के भन्ने त्यही हो All right guys, अब चाहिँ अनि मैले प्र्याक्टिस गर्नु लाग्यो अहिले चाहिँ अलिअलि घाम लाग्यो होइन सो अब त्यही हो ल बाइक पनि बन्द गरेर फेरि नयाँ चेन्ज पोइन्टहरू फेरेको सो अब त्यही हो अब चाहिँ म बुट सुट लाउँछु होइन ओए लामा के भयो यार यो त टुक्रा टुक्रा भइसक्यो पानी खै के हो यसमा बुट पनि लाग्यो गाइस ल अब चाहिँ म प्र्याक्टिस गर्छु गाइसहरु दामी हाम्रो राजदाले चाहिँ प्र्याक्टिस गर्दै हुनुहुन्छ चट्टपामा
राइट गाइज अहिले चाहिँ अनि अब हाम्रो यहाँ प्र्याक्टिस सकिसकेको छ होइन 2 चोटि चाहिँ लट्टीमा अनि हाम्रो यहाँ पाहाडे हुनुहुन्छ हो पाहाडे सिद्धु मौसेवाला ओ या सिद्धु मौसेवाला तिमीलाई गोली हान्नुपर्छ क्या सो राइट गाइज होइन अब आजको लागि यति नै अघि मैले प्र्याक्टिसको चाहिँ भिडियो गर्नु पाइनँ सो त्यही हो अब आजको लागि यति नै के कस्तो लाग्यो भनिदिनु होला होइन अब भोलिको चाहिँ अब हाम्रो क्वालिफाइङ छ सो त्यही हो लगाइज भोलि अब क्वालिफाइङको लागि मलाई बेस्ट अफ लक भन्नु होला है त कमेन्ट गर्ने त सबजनाले ल हेर्न पनि आउनु होला भोलि र पर्सि मात्र आउँदा नि हुन्छ ठ्याक्क यो ब्लग चाहिँ ठ्याक्क भोलि 7 बजी आउँछ सो त्यही हो लगाइज यति भन्दै बाई बाई